भाइको वर्तमान गुणको गुण चोलो छ अनि हेलो एभ्रिवान, नमस्ते, हजुरहरूलाई स्वागत छ आजको न्यू ब्लग आइब। हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। आज चाहिँ के भिडियो लिएर आयो त भनेर अलिकति हाइलाइट थम्बनेलतिर हेरेर पनि थाहा पाइसक्नुभयो होला। आज चाहिँ भाइको वर्तमान गुणको गुन्यु चोलो छ अनि अन्तिमसम्म भिडियो हेर्नु होला, साथ सपोर्ट गरिदिनु होला है त। अब चाहिँ हामी रेडी भइसकेको छौँ अनि त्यसपछि हामी चाहिँ जान्छौँ। यहाँ आइसकेको छौँ। अब चाहिँ एकदम अच्युतं केशवं कृष्ण दामोदरं अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभम्। मेरो कन्या चलीमा अनि दादाको व्रत बन्धनमा खाएका छौँ। अनि त्यही भएर म अहिले चाहिँ यसो गर्ने अनि कपडा चाहिँ पूजा गरेर मात्र लाउने हो। मेरो दादा अनि मम्मी नवराजले नभन्दा ल्यापटप दल न धेरै धेरै दल
आजबाट सम्बन्धले छोरी फोटो खिच्नु स्वस्थ रहनु धेरै पढ्नु यसो एउटा फोटो खिच्नु नि हेरी तपाईँको सक्नुभयो ल्याउनु खुट्टा ढाउनै छोरीमा धेरै आशा दिनु छोराछोरीलाई अब चाहिँ हामी खाना खान लागिरहेको छौँ उता भाइ बट्टा भट्टी खाइरहेछ मेरो यता हजुर खाना खानुभयो भ्याइयो क्या सो गाइज अब चाहिँ हामी यहाँ टिका लाउन लागिरहेको छु म अब उता घोडे क्या बाई ल Ante गर्न साथी गुड हक गर्न सो गाइज अहिले चाहिँ हामी घर फर्किसकेका छौँ टक्का लाएर किन नहेरेको हेर्नुहोस् म चाहिँ गाइस उता फर्केछु के त्यही भएर गाह्रो भयो अब चाहिँ घरमा गएर आनन्दसँगले डान्स गर्नुपर्ने हुन्छ डान्स